मैले आज यो गर्छु भनेर सोचिसकेपछि त्यो नगर्दासम्म चाहिँ मलाई कसैले पनि रोक्न सक्दैन के। सो त्योभन्दा पहिले स्वागत छ साथीहरु हजुरहरुलाई मेरो आजको मिनी भ्लगमा। आई होप सबजना सन्चै हुनुहुन्छ होला। यो भिडियो चाहिँ हिजो चाहिँ मेरो टाइमै भएन कि म यो अलरको काममै बिजी भए। साँझ दिनभरिको थकानले होला छिटै सुतिहाले अनि अहिले चाहिँ भोइस रेकर्ड गर्दै छु। अलर काटेको पनि धेरै दिन भइसकेको थियो अनि सुक्न पनि यति धेरै टाइम लाग्यो नि यो कोसाहरू। अनि मैले चाहिँ अब यो अलरको काम सकाउनु पर्यो भनेर चाहिँ बिहानै त्यो अलरको कामतिर लागेको थिएँ। यो उठाइराखेको चाहिँ अलरको खोस्टाहरू हो अनि यो धुलोवाला चाहिँ पातहरू। यो पातहरू चाहिँ भैँसीले खान्छ अनि त्यो मोटोवाला चाहिँ बाख्राले खान्छ। त्यही भएर मैले त्यो प्लास्टिकमा उठाइदिएको। हिजो त्यो अलरलाई चुटेर अनि यो एक्लै बताएको भएर होला साथीहरु यस्तो छाती दुखिरहेछ नि आज। पुरै हातदेखि लिएर यो पुरै शरीरै दुखिरहेको छ कि। अनि त्यही भएर बिहान अलिकति ढिलो उठेको म। बिहान चाहिँ खानापिना बनाउँदा ठिक्क भइहाल्छ। दिउँसोतिर घामको बेला काम केही हुन्न अनि त्यति बेला चाहिँ म अलरको कामतिर लागेको थिएँ। यो अलर काटेदेखि मैले आँगन पनि राम्रोसँग सफा गर्न पाएको थिइनँ कि किन भन्दा चारैतिर अलर मात्रै फैलिराखेको थियो नि त। अनि आज सबै सकाएर अनि आँगन लिप्छु भनेर लागे। अनि त्यो दुबोलाई चाहिँ जति तासे पनि आइहाल्छ। यति बेला चाहिँ मेरो छोरी सुतेको थिइन् कि छोरी सुतेको बेला चाहिँ मैले सबै काम सकाउने कोसिस गर्छु साथीहरु। तर कुनै कुनै काम त चाहिँ फेरि पनि रहिहाल्छ। अनि के बाटोमा हिँड्ने मान्छेहरूले भनिराख्नु भएको थियो कि यस्तो घाममा किन लागेको, अलि शीतल भएपछि लाग्नु पर्ने भनेर। अब शीतल भयो भने त मेरो अरू पनि कामहरू हुन्छ। अनि त्यो खानापिना बनाऊ, भैँसीको लागि कुडो बनाऊ। अनि छोरी फेरि म जहाँ गयो त्यहीँ गइरहेको हुन्छ, ज्ञान 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 गर्छ। अनि फेरि काम गर्न थाल्यो भने त्यो काममा हात लगाइहाल्छ। अनि मैले बिहानै सोचिसकेको थिएँ कि फर्स्टमा त अलरको काम सक्छु अनि त्यसपछि चाहिँ म आँगन सफा गर्छु नै भनेर सोचिसकेको थिएँ। अनि आज चाहिँ मलाई कोही पनि क्यामेराम्यान खोज्नु परेन। मैले चाहिँ अस्ति ल्याएको ट्राइपोडबाट चाहिँ भिडियो सुट गरेको एकदमै धेरै सजिलो भइरहेको थियो कि। भन्ने मान्छेले भन्नुहुन्छ घरमै त बस्छौ तिमी, के काम छ र त्यति धेरै कामै हुँदैन भनेर भन्नुहुन्छ। घरमा बस्ने मान्छेले नि बाहिरको गर्ने मान्छेको भन्दा पनि बढी कामहरू गरिराखेको हुन्छ कि। घर त सफा 10 चोटि गर्नुपर्छ हैन। अनि घरमा सानो तिनो कामहरू भइराखेको हुन्छ अनि त्यो काम गरेको कसैले पनि देख्दैन नि, एकछिन बसेको चाहिँ सबैले देख्छ के। सकेसम्म के साथीहरु घरभित्रको काम भन्दा पनि बाहिरको काम गरेको एकदमै सजिलो। मैले पनि एक दुईटा कामहरू त बाहिर पाइराखेको थिएँ। मेरो छोरी सानो छ नि त अनि त्यही भएर काम गर्न पाएको छैन। अनि मेरो छोरीले खाना पनि खाइदिन्न के। खाना खाने भएको भए पनि मैले बाहिरको काम गर्थेँ के, घरभित्रको काम यो झन्झट गर्नु भन्दा। अनि आफूलाई खाना मन लागेको कुरा, लाउन मन लागेको कुराहरू त पुरा गर्न सकिन्थ्यो नि त। यो बेरोजगारी भएर जिन्दगी चलाउन त एकदमै गाह्रो हुने के साथीहरु। सासू ससुराले चाहिँ खाना लाउन चाहिँ दिनु नै भएको छ, तर आफूले सोचेको जस्तो भएको छैन। त्यही पनि चलि नै राखेको छ जसो तसो। अनि मेन कुरा मलाई चाहिँ फलो गरिदिनु होला। साथीहरु आजको लागि यति नै, भेटौँला अर्को ब्लगमा। त्यतिसम्मको लागि बाइ बाइ।